नमस्कार, टुडे न्यूजमा स्वागत छ। म एन्जल। सुरु गरौँ हत्याकाण्डमा न्याय माग्दै संघर्ष समितिद्वारा चन्द्रनिगापुरमा धरना सुरु गरेको प्रसङ्गबाट। गौर हत्याकाण्ड पीडित संघर्ष समितिले न्यायको माग गर्दै रौतहटको चन्द्रनिगापुरमा धरना दिएको छ। गौर राइस मिलमा 17 वर्ष पूर्व भएको हिंसात्मक घटनामा तत्कालीन माओवादीका 27 जना कार्यकर्ता मारिएका थिए। गौर हत्याकाण्डको फाइल खोल्न र मुख्य आरोपी तत्कालीन मधेसी जनअधिकारी फोरमका अध्यक्ष उपेन्द्र यादवलाई पक्राउ गर्नुपर्ने माग राख्दै उनीहरूले धरना दिएका छन्। उनीहरूले उपेन्द्र यादवलाई पक्राउ गरी कारबाही गर्नुपर्ने, दोषीलाई उन्मुक्ति दिन नहुने, घटनाको सत्य तथ्य छानबिन गर्नुपर्ने माग अघि सारेका छन्। गौर हत्याकाण्डका मुख्य दोषी सहित अन्य दोषीलाई कारबाहीको माग गर्दै धरनामा बसेको गौर हत्याकाण्ड पीडित संघर्ष समितिका संयोजक तथा शहीद परिवारकी अगुवा रूप सागर देवीले बताइन्। आम जनता पार्टी आजपाका अध्यक्ष समेत रहेका सांसद प्रभु शाहको नेतृत्वमा पीडितहरूले गौरबाट सुरु गरेको संघर्षलाई पूर्व पश्चिम राजमार्गमा पर्ने चपुरमा ल्याएका छन्। गौर राइस मिलको मुद्दालाई सांसद शाहले उठाएपछि मध्य प्रदेशका सत्तासीन 6 दलले हिन्दू परिषदका अध्यक्ष काशीनाथ तिवारी लगायतका हत्यामा संलग्न रहेकाहरूलाई कारबाहीको माग गर्दै गत हप्ता गौरमा सशक्त प्रदर्शन गरेका थिए। उनीहरूले शाहलाई कारबाही गर्न प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाएका छन्। मधेसी जनअधिकारी फोरमले राइस मिलमा गर्न लागेको सभालाई बिथोल्न माओवादीको भातृ संगठन मधेसी राष्ट्रिय मुक्ति मोर्चाका संयोजक शाहले नारायण घाटबाट वाइसिएलले मगाएको आरोप छ। सभा बिथोल्ने क्रममा माओवादीबाट आक्रोशित स्थानीयहरूले लखेटेर हत्या गरेको बताइएको छ। रौतहट जिल्ला प्रहरी कार्यालयमा 2064 चैत 28 मा जाहेरी दर्ता भएको 17 वर्ष बितिसक्दा पनि कारबाहीको प्रारम्भिक चरणको काम पनि नभएको बताउँदै पीडितहरूले कारबाही नभएको अझ सशक्त विरोधमा उत्रिने चेतावनी दिएका छन्। 2063 चैत 7 गते गौरको राइस मिलको चौरमा तत्कालीन नेकपा माओवादी र स्थानीय समितिको फोरमका कार्यकर्ता बीच झडप हुँदा माओवादीका 27 जना कार्यकर्ता मारिएका थिए। 50 जना भन्दा बढी घाइते भएका थिए। माओवादीको कुनै निकायको निर्णय बिना नै शाहले फोरमको कार्यक्रम बिथोल्न खोजेपछि भूगोलबारे अनभिज्ञ रहेका माओवादी लडाकुहरूतर्फ ठूलो क्षति भएको थियो। मृत्यु भएका अधिकांश माओवादी गौरको भूगोलबारे अनभिज्ञ रहेका थिए। संघर्ष समितिले माग पूरा नभए साउन 14 गते मोटरसाइकल र्याली गर्ने र साउन 15 गते अनिश्चितकालीन रौतहट बन्द गर्ने कार्यक्रम सार्वजनिक गरेको छ। न्यायका लागि सर्वोच्च अदालतमा प्रक्रिया अघि बढाउन परामर्शको माग सहितको निवेदन दर्ता केही दिन अघि भएको घाइते एवं जाहेरीकर्ता अमर शाहले बताए। माओवादीको जनयुद्धको क्रममा 17,000 भन्दा बढी मानिस मरिएका थिए। प्रभु शाहले रौतहटमा नै 10 जना भन्दा बढीको हत्या गराएको 6 दलका नेताहरूले आरोप लगाएका छन्। तिवारी हत्याकाण्डमा दर्ता भइसकेको मुद्दालाई फिर्ता लिएर तत्कालीन सरकारले न्यायको हत्या गरेको आरोप 6 दलका नेताहरूले लगाएका छन्। शाह र 6 दल बीचको राजनीतिक द्वन्द्व चर्किने देखिएको छ। दुवै पक्षले एक अर्कामाथि आरोप लगाउँदै कारबाही गराउन थालेको विरोध प्रदर्शनले शान्ति सुरक्षामा खलल पुग्न सक्ने सुरक्षा अधिकारीहरूको आकलन छ। जनकपुर धामको महावीर युवा कमिटीको अध्यक्षमा अजय कुमार गुप्ता निर्वाचित भएका छन्। उनी 259 मत प्राप्त गरी निर्वाचित भएका छन् भने उनका प्रतिद्वन्दी दीप नारायण शाहले मात्र 95 मत ल्याएका थिए। त्यस्तै महासचिवमा चन्दन नागवंशी 139 मत ल्याई विजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्दी भरत कुमार शाह 127, सन्तोष कुमार शाह 59 र दीपक यादवले 28 मत प्राप्त गरेका थिए। त्यस्तै सहसचिवमा आशुतोष कुमार शाह छोटो 224 मत ल्याई विजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्दी आनन्द प्रसाद शाह 132 मत प्राप्त गरेका छन्। त्यसैगरी कोषाध्यक्षमा चन्दन राज शर्मा 188 मत ल्याई विजयी भएका छन् भने विक्रम कुमार शाह 133 र बजरंग शाह लहेरी 36 मत ल्याएका निर्वाचित अधिकृत राकेश विक्रम शाहले जानकारी दिए। यसअघि उपाध्यक्षमा सरोज कुमार चौधरी निर्विरोध निर्वाचित भएका थिए भने कार्यकारिणी सदस्यहरूमा देवेन्द्र कुमार शाह, शशि कुमार शाह, अजय कुमार शाह, दीपक कुमार शाह, सन्तोष कुमार शर्मा र अभिषेक राय निर्विरुद्ध निर्वाचित भएका थिए। सर्लाहीको गौडेता बजारमा शनिबार दिउँसो 2 पक्षबीच झडप भएपछि प्रहरीले दर्जनौं राउन्ड अश्रु ग्यास प्रहार गरेको छ। 2 समुदायबीच झडपको स्थिति सिर्जना भएपछि प्रहरीले अश्रु ग्यास र सामान्य बल प्रयोग गरी भिडलाई तितिर बितिर पार्ने प्रयास गरेको थियो।
मुस्लिम समुदायले मोहरम मनाइरहेका बेला अर्को समूह अगाडि बढ्न खोजेपछि झडप भएको थियो। प्रहरीमाथि समेत ढुङ्गा मुडार सिसाको बोतल प्रहार गर्न थालेपछि प्रहरीले आत्मरक्षाका लागि अश्रु ग्यास प्रहार गर्दै सामान्य बल प्रयोग गरेका थिए। स्थिति नियन्त्रणमा लिने प्रयास गरिएको सर्लाहीका प्रहरी प्रमुख एएसपी नरेश राज सुवेदीले जनाएका छन्। दिनभर तनावको स्थिति रहे पनि साँझतिर स्थिति सामान्य भएको एएसपी सुवेदीले बताए। गौडतामा केही समयदेखि दुई समुदायबीच विवाद भइरहेको थियो। मोहरम पर्वमा विवाद उत्पन्न हुने आंकलन गरेका स्थानीय प्रशासनले ठूलो संख्यामा प्रहरी परिचालन गरेको थियो। लामो समयदेखि वर्षा नभएपछि पानी माग्दै धनुषाको धनुषाधाम स्थित धनुष मन्दिरमा दूध चढाइएको छ। शनिबार दूध अर्पण कार्यक्रमको आयोजना गरी साधु सन्त र पुजारीले धनुष मन्दिरमा दूध अर्पण गरेका छन्। मन्दिरमा दूध चढाउन स्थानीयले दूध सङ्कलन गरेका थिए। ती सबै दूध मन्दिरमा चढाइएको छ। आकाशे वर्षा नभएकाले खडेरी पर्ने चिन्ताले सर्वसाधारणलाई सताएको छ। किसान धान रोप्न पाएका छैनन्। मधेसको उत्तरी क्षेत्रको खानेपानीको हाहाकार भएको छ। हातेकल, पोखरी र इनार समेत सुक्न थालेको छ। त्रेतायुगमा भगवान रामले माता सीतासँग विवाह गर्नका लागि धनुष तोडेका थिए। तोडिएको धनुषको एउटा टुक्रा आकाश, एउटा पाताल र एउटा टुक्रा धनुषाधाममा खसेको धार्मिक विश्वास छ। अहिले पनि धनुषाधाममा धनुषको टुक्रा देख्न सकिन्छ। भगवान रामले तोडेकै धनुषको टुक्राको अवशेष अहिले पनि रहेकाले त्यस ठाउँको नामाकरण धनुषाधाम गरिएको छ र त्यहाँ धनुष मन्दिर पनि निर्माण गरिएको छ। उक्त मन्दिरमा दूध अर्पण गरेपछि वर्षा हुने र खडेरी नपर्ने मान्यता छ। सही मान्यताको आधारमा धनुष मन्दिरमा दूध चढाइएको स्थानीयले बताएका छन्। शान्तिपूर्ण रूपमा इस्लामिक पर्व मुहर्रम मनाइएको छ। यो हिजरी माह मुहर्रमको पहिलो 10 दिनसम्म मनाइन्छ। इस्लामी समुदायको यो विशेष पर्वलाई हिन्दूहरूले पनि मनाउने भएकाले पछिल्लो समयमा मुहर्रम आपसी भाइचारा र धार्मिक सद्भावको पर्व बन्दै गएको छ। मुहर्रमको बढी महत्त्वपूर्ण दिन आशुरा हो, जो मुहर्रमको 10औं दिन पर्दछ। विभिन्न मुस्लिम समुदायका लागि यसको धार्मिक महत्त्व अलग अलग हुन सक्छ। अधिकांश मुस्लिम समुदाय आशुरालाई अत्यन्त महत्त्वका साथ मान्ने भएकाले यसलाई विशेष रूपमा मनाउने गरेका छन्। भाकल गरी घरमा स्थापना गरिएको ताजियालाई पूजा अर्चना गर्नाले पारिवारिक सुख, समृद्धि तथा मनोकामना पूरा हुने जनविश्वास छ। हिन्दूहरू समेतले मनाउने भएकाले पछिल्लो समयमा मुहर्रमको रौनकता बढ्दै गएको छ। यो पर्व मान्नेहरूले ताजिया बनाई ढोल, मजिरा, तासा बजाउँदै झरा आदि गीत गाउने चलन छ। तर केही दिन यता मुस्लिम समुदाय र हिन्दू समुदायबीच बढ्दै गएको टिक्ताका कारण जनकपुर धाम सहित मध्य प्रदेशका विभिन्न जिल्लामा तनाव हुन सक्ने आशंका गरिएको थियो। तर प्रशासनको बाक्लो उपस्थिति र दुवै समुदायबीचको धैर्यताले कुनै अप्रिय घटना भन्ने हुन सकेन। आशुराका दिन ताजिया यात्रा गर्दै मुहर्रमका शहीदहरूको यादमा मातम मनाइएको छ र उहाँहरूलाई श्रद्धाञ्जली दिइन्छ। यसको अतिरिक्त सामाजिक तथा धार्मिक कार्यक्रम आयोजना गरिएको थियो। हिन्दूहरूले पनि यो पर्वलाई निराहार व्रत बसी शोक समारोहका साथ ताजिया यात्रा गर्दै मनाउने गरेका छन्। इस्लामिक क्यालेन्डर अनुसार मुहर्रम इस्लाम धर्मको पहिलो महिना हो। यसलाई हुर्मतको महिनाका साथै गम र मातको महिना पनि भनिन्छ। प्रत्येक वर्षको यो महिना पैगम्बर मोहम्मदको नाति इमाम हुसैन शहीदको सम्झनामा हिन्दू र मुस्लिम समुदाय एकसाथ मनाउने गरेका छन्। सन् 2023 मा मुहर्रम 20 जुलाईबाट सुरु भएको छ। त्यसैले यो वर्ष 29 जुलाईमा मुहर्रम मनाइँदैछ। इस्लाम धर्मका अनुसार यो महिनाले न्याय र अधिकारका लागि विशेष महत्त्व र इतिहास बोकेको छ। यही महिनामा हजरत इमाम हुसैनले करबलाको लडाईँमा शहादत प्राप्त गरेका थिए। मुहर्रम महिनाको पहिलो 10 दिन इमाम हुसैनको शोकका रूपमा मनाइन्छ। यसलाई आशुरा पनि भनिन्छ। हजरत इमाम हुसैन आफ्ना 72 साथी सहित मुहर्रम महिनाको 10औं दिन करबलाको मैदानमा शहीद भएकाले उनको शहादत र बलिदानका लागि यो दिनलाई विशेष रूपमा सम्झिने गरिएको छ। हजरत इमाम हुसैन न्याय, धर्म र अधिकारका लागि तत्कालीन इराकका बादशाह सजिद विरुद्धको लडाईँमा उनको सेनाबाट पारिवारिक सदस्य र अन्य साथी सहित करबलाको मैदानमा शहीद भएका थिए। उनी सामान्यतः न्याय र दयालुताको लागि लड्ने गर्थे। तत्कालीन सल्तनतमा त्यहाँका नागरिकले अत्याधिक अन्याय भोग्नु परेको थियो। अब्दुल्ला अलिकका अनुसार विशेष गरी त्यस्तै परम्परागत अधिकारको तत्कालीन राजनीतिक तथा धार्मिक वातावरणले त्यहाँका नागरिकहरूलाई भयमुक्त हुन र निर्भरता प्रदान गर्न असमर्थ बनाएको थियो। हस्त टुडे न्यूजमा अहिलेको लागि यति नै। फेरि अर्को समाचार लिएर पुनः उपस्थित हुनेछौँ। हेर्दै गर्नुहोस् टिभी टुडे जनकपुर। नमस्कार।